हाई एभ्रिवान, गुड मर्निङ। हामी चाहिँ हिजो माइत जाँदै थियौँ होइन। किन गाडीमा गएको भनेपछि बिहान जाँदाखेरि त केही छैन, जाँदा चाहिँ छिटो हुन्छ है। जाँदा जाँदै उज्यालो हुन्छ, आउँदाखेरि छिटै रात पर्छ। अनि हिजो अब सन्डे आइतबार त्यही भनेर हामी गाडीमा गयौँ, किनकि अब बेलुका आएर फेरि ड्युटी भोलिपल्ट सोमबार ड्युटी जानुहुन्छ भनेर चाहिँ हामी हिजो गाडी बोलाइकन गाडीमा गएको। किनभने बुढाको पनि त ड्युटी छ नि त, त्यो पनि हेर्नु पऱ्यो। अनि त्यही माथि आउँदा ओर्दा ढिलो हुन्छ नि त, रात पर्छ, डर हुन्छ जङ्गलको बाटो भनेर। यहाँ चाहिँ मेरो मामाको छोरी 2जना अनि मेरो मामालीको आमा हुनुहुन्छ होइन। यता चाहिँ माइजूहरू सबैजना खाना पकाउने, कोही के गर्ने, सब बिजी छन् होइन। सबैले काम गरिरहनु भएको छ। तपाईँहरूलाई देखाउँदैछु। म चाहिँ यति लेट पुगेँ नि गाइस, 9 बजी पुगेको है। यता पनि खाना पकाउँदैछन्, मटन यहाँ चाहिँ। अनि फेरि उहाँ हेर्नु चुलाको पाकघरमा फेरि मिरामिस खाना चाहिँ यहाँ मिरामिस भेजिटेबलहरू, जसले चाहिँ अब माछा मासु खाँदैन उसलाई अलदै। अनि यहाँ चाहिँ मामाको छोरीलाई देखाउँदैछु, ऊ चाहिँ मेरो मामाको छोरी हो होइन। यहाँ चाहिँ डेक बज्दै थियो होइन, गाना बज्दै थियो, त्यही भनेर मैले म्युट गरेको भोल्युम। तपाईँहरूलाई देखाउँदैछु। यहाँ चाहिँ यति बारबेर गरेर बनाएको। ऊ नयाँ घरमा चाहिँ, हाम्रो नयाँ घरमा चाहिँ डेकोरेसन गरेको सबैको लागि होइन। सबैजना आउनु बसुन् भनेर। म चाहिँ हेर्नु न गाइस, यो लुगामा आएको। मामाको छोरीले हाई गर्दैछ तपाईँहरूलाई होइन। मेरो मामाको छोरी कति क्युट, कति राम्री छ हेर्नुहोस् न। त्यसले आफैले यो ड्रेस सिलाएर लगाएको अरे। मैले देखा त नानी भन्दै थिएँ, गइहालेँ। अनि म चाहिँ नर्मल ड्रेसमै थिएँ, तपाईँहरूलाई देखाइहालेँ। किनपछि दिदी हो होइन, घरको ठुलो भएपछि त काम गर्नुपर्छ। अनि यहाँ नयाँ घरमा सब तयारी गरेछ, म तपाईँहरूलाई देखाउँदैछु है। यहाँ मेरो आमा चाहिँ चट्टैहरू ओछ्याउनु हुँदै थियो। यो हाम्रो बाहिर यति आदिकल्चो बनिएको छ माइतमा। तपाईँहरूले सोच्नु हुँदै होला ससुरालीको भनेर होइन, यो मेरो माइतको हो। मेरो बहिनीको जनै सुपारी थियो, इङ्गेजमेन्ट थियो हिजो होइन, त्यही भनेर गएको थियौँ। अनि यहाँ चाहिँ बेहुला बेहुलीलाई राख्ने इङ्गेजमेन्टको तयारी सबै मिलाएको छौँ होइन। आएर त्यो दाजुहरूले सजाइदिनु भएछ कस्तो मजाले। यहाँ म छु, यहाँ मेरो बुढालाई चाहिँ यहाँ रुङ्नुमा राखेको अरे, केटीहरूले नबिगारिदिउन् भनेर होइन। अनि म चाहिँ बुढालाई भन्दैछु, तिमीलाई अल्छी लाग्यो होला नि बुढा भन्दै सोधिरहेको छु होइन। ऊ कम्ती बोल्छ नि त, हाम्रो घरमा फेरि सबैजना हामी बोल्ने छौँ है। अनि उसलाई अप्ठ्यारो लाग्छ। अनि दिदीको छोरासँग बोल्थेँ, दिदीको छोरा पनि ट्युसन गइहाल्यो होइन। सन्डे पनि उसलाई ट्युसन पढायो नि त। अनि ऊ ट्युसन गयो। अनि मेरो बुढा एक्लै हुनुभयो, भिनाजुहरू पनि 2जना ड्युटीमा छुट्टी पाउनु भएन। अनि अहिले एक्लै हुनुहुन्छ। अब बिहाको टाइममा चाहिँ भिनाजुहरू जसरी भए पनि छुट्टी लिएर आउनुहुन्छ, सो मेरो बुढाको पनि साथी हुन्छ। अनि यहाँ फेरि मामाहरू सबै पकाउनेपट्टि हुनुहुन्थ्यो नि त, कोही पनि फ्री बसेको थिएन क्या। अनि सब बिजी बिहानदेखिको। म चाहिँ ढिलो पुगेको थिएँ। म चाहिँ यसो क्यामेरा लिएर तपाईँहरूलाई देखाइरहेको थिएँ होइन। यहाँ चाहिँ गाना बज्दैछ भनेर तपाईँहरूलाई देखाउँदा म भित्र पुगेँ होइन। यहाँ को रेडी हुँदैछ भनेर। यहाँ चाहिँ बहिनी रेडी हुँदै रहेछ साडी टाडी लगाएर होइन। म तपाईँहरूलाई देखाउँदै थिएँ। यहाँ यी माइजूहरू बस्नुभएको रहेछ, देखाउँदै थिएँ सबैजना रेडी हुँदैछन् भनेर। अनि म चाहिँ रेडी भएको छुइनँ भनेर यहाँ मलाई पनि देखाउँदैछु। म चाहिँ यत्तिकै छु है गाइस आज भनेर, किनकि नर्मल ड्रेसमै छु, किनकि कम्फर्टेबल हुन्छ नर्मल ड्रेसमा। यो चाहिँ मेरो सानो दिदी हो, तपाईँहरूलाई देखाएको। मेरो बहिनी भनेर नझुक्किनु होला है। म चाहिँ अलिकति हेल्दी छु क्या, त्यही भनेर मलाई चाहिँ अब ठुलो देख्छ, बिग देख्छ होइन। मेरो दिदीहरू चाहिँ एकदम लुते लाङ्ग्रे छन्, त्यही भनेर चाहिँ मभन्दा सानो देख्छ। मेरो दिदीले हाई, यो मामाको छोरी कान्छी छोरी ठुलो मामाको, उसले पनि हाई भन्दैछ होइन। तपाईँहरूलाई देखाउँदै थिएँ। अनि कस्तो लाग्यो त तपाईँहरूलाई मेरो इङ्गेजमेन्ट, मेरो बहिनीको इङ्गेजमेन्टको भिडियो कस्तो लाग्यो कमेन्ट गरेर भन्नु नबिर्सिनु होला। यहाँ चाहिँ म र दिदी फोटो खिच्नु बसेको, बहिनीले भिडियो पो बनाउँदैछ गाइज।